थ्याङ्क यू भेरी मच। र विशेष गरी सर्वप्रथम त हाम्रो यस आजको सदाबहारको चाहिँ कार्यक्रम सञ्चालन हाम्रो डिबी मगर सरलाई विशेष गरी धन्यवाद दिन चाहन्छु र मलाई यो अमूल्य समय मलाई दिनुभयो र यो मौका यो अवसर होइन एउटा सिक्नको लागि र म पनि एउटा सिक्ने क्रममा नै छु र म पनि एउटा जान्ने एउटा व्यक्ति त होइन र पनि म हजुरहरूको बिचमा एउटा सिक्नको लागि आएको हुँ र मैले पाएको अनुभवहरू मात्र मैले जे जति जानेको छु र त्यति नै म सेयरिङ गर्नेछु र एकदम विशेष गरी म आफ्नो छोटो परिचयबाट नै म सुरुवात गर्न चाहन्छु। मेरो नाम महिना स्याङतान, घर मेरो महोत्तरी जिल्ला बर्दिवास र कुवेतको बसे पनि कति समय भइसक्यो र मेरो डिरेक्सनको यात्रा एउटा रोग र शोक र भोगले गर्दाखेरि आज यहाँसम्म आए र अब विगत लामो समयदेखि नै यस डिरेक्सनमा म आबद्ध छु। अब समथिङ 4 वर्ष पुग्न आँटिसक्यो र डिरेक्सनको सिस्टमले मलाई दिएको पोजिसन मात्र स्टार एजेन्ट भन्ने पद मैले अचिभ गर्न सफल भएको छु र यो सफलता मेरो अफलाइन मेरो बिजनेस पार्टनर उहाँहरूलाई नै जान्छ र मलाई यस्तो राम्रो महान प्लेटफर्म डिरेक्सन कम्पनीमा मलाई आबद्ध गराउनु हुने मेरो स्पोन्सरलाई मैले सम्झिनै पर्ने हुन्छ। टिकबहादुर बराक सर हुनुहुन्छ, उहाँ जे जस्तो अवस्थामा भए तापनि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु र मेरो अग्रज गुरु अफलाइन लिडर हुनुहुन्छ एसएसडी दुर्गाबहादुर आले सर, उहाँलाई विशेष गरी धन्यवाद र जति पनि हुनुहुन्छ यहाँनिर हाम्रो नयाँ बिजनेस पार्टनर जति पनि डिरेक्सन परिवार मैले सबैको मैले एकमुष्टमा म नाम लिन चाहन्छु। एकै मुष्टमा सबैलाई मैले एक एक गरेर मैले समयको मध्यनजर लाउँदै र जति पनि हुनुहुन्छ स्टार एजेन्ट, स्टार रुबी, स्टार डायमन्ड सर जतिजना हुनुहुन्छ एक मुष्टमा उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै एकपटक उहाँहरूको लागि जोरदार ताली सहयोग गरिदिनु होला। धन्यवाद। विशेष गरी हाम्रो यस कम्पनीको फाउन्डर संस्थापक डाक्टर भीमसेनजीलाई पनि एकपटक जोरदार तालीले सम्मान गरिदिनु होला र हाम्रो यस ब्रान्चका हुनुहुन्छ कन्ट्री म्यानेजर मोराली बिनाई सरलाई पनि एकपटक जोरदार तालीले सम्मान गरिदिनु होला र विशेष गरी धन्यवाद। र यति भन्दै म आफ्नो टपिकतिर नै म लाग्न चाहन्छु। मेरो आजको विषयवस्तु रहेको छ P2को बारेमा। आज हाम्रो एकजना सरको पालो थियो र उहाँ उपस्थित हुनु सक्नु भएन र उहाँको साटो चाहिँ मलाई राखिदिनु भएको छ र यो अवसर पनि मेरो लागि एकदमै ठुलो हो र P2 भनेको चाहिँ जति पनि यहाँनिर प्रोडक्टहरू छ होइन र हामीलाई यो डिरेक्सनमा आबद्ध भएर चाहिँ सिक्नुपर्ने कुराहरू P1 र P2 P3 तीनटा पीलाई हाम्रो बार हाम्रो अग्रज लिडर सरहरूले हामीलाई भन्नुहुन्छ हामीलाई P1 र P2 P3 मा अध्ययन गर्नुपर्छ भन्नुहुन्छ र म पनि अध्ययन गर्दैछु र मैले जति जानेको छु होइन P2 भनेको चाहिँ अब अघि प्रोफाइलको बारेमा बुझिसक्नु भयो होला, हाम्रो सरले बुझाएर जानुभयो होइन हाम्रो कम्पनी कस्तो खालको कम्पनी हो होइन कसरी यो कम्पनी स्थापना भयो भन्ने विषयमा उहाँले हामीलाई प्रश्न पारेर जानुभयो र अब विषयवस्तु रहेको छ P2 भनेको चाहिँ जति पनि यस हाम्रो डिरेक्सन कम्पनीले उत्पादन गरेको प्रोडक्टहरू छ मस्टर्ड प्रोडक्टदेखि जति पनि छ हामीले पिउने दैनिक हामीले पिउने चाय कफीदेखिको नुहाउनेदेखिको पेस्टदेखिको हरेक प्रोडक्टहरू यस डिरेक्सन कम्पनीले उत्पादन गरेको हुन्छ र म चाहिँ सेयरिङ गर्न चाहन्छु 3टा मस्टर्ड प्रोडक्ट छ है। यो मसरुम पाउडर, स्पारिना, मोरन्जी र मैले जति जानेको त्यति नै हजुरहरूको बिचमा पक्कै पनि प्रस्तुत गर्नेछु र पक्कै पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा र विश्वासको साथमा र हामीलाई यो डिरेक्सन कम्पनीको मस्टर्ड प्रोडक्ट छ यो रिसी मसरुम पाउडर है। हजुरहरूले सबैले देखिरहनु भएको छ र यो मसरुम पाउडर आरजी र जेलबाट पनि तयार पारेको हुन्छ। हाम्रो यो गल्फ कन्ट्रीमा चाहिँ मसरुम पाउडरमा पाइन्छ र नयाँ व्यक्तिहरूले चाहिँ यो आरजी र जेल भन्नु के हो, मसरुम पाउडर भन्नु के हो भन्ने चाहिँ एउटा जिज्ञासाहरू हुनसक्छ। हामीले बुझाउनु पर्ने कुराहरू यो आरजी र जेल पनि एउटै हो र रिसी मसरुम पाउडर पनि एउटै हो। किन भन्दाखेरि अलिकति छुट्टो तरिकाले तयार पारेको हुन्छ। यो चाहिँ पाउडरको धुलो आरजी र जेल पनि डिरेक्सन कम्पनीले उत्पादन गरेको रातो च्याउको चाहिँ 90 दिन परिपक्व छिप्पेको च्याउबाट तयार पारेको हुन्छ आरजी र 18 दिनबाट चाहिँ तयार पारेको जेल र आरजी र जेल
र त्यो आदि र जेलको साटो एकै ठाउँमा मिक्स गरेर चाहिँ यो मसरुम पाउडर तयार पारेको हुन्छ है। र यो मसरुम पाउडरमा चाहिँ जति पनि छ यसमा छुट्टै छुट्टै प्रकारको च्याउहरू यसमा तयार पारेको हुन्छ है। छुट्टै छुट्टै प्रकारको च्याउको नामहरू छ किमसेङ गानो, रोइल गानो, ब्रेन गानो, हट गानो, पिकअप गानो, लिभर गानो हैन। यो 6 प्रकारको च्याउहरूले चाहिँ तयार पारेर चाहिँ यो मसरुम पाउडर तयार पारेको छ। यो संसारकै 365वटा जडीबुटीको राजा, मानव स्वास्थ्यलाई अत्यन्तै आवश्यकता पर्ने हैन। मानव स्वास्थ्यलाई चाहिँ 400 किसिमका रोगहरू लाग्न सक्छ। त्यो रोगहरूलाई निको पार्न सक्ने र निर्मूल पार्न सक्ने क्षमता यसमा भएकोले गर्दाखेरि मुख्य मास्टर प्रोडक्ट टिएसएन कम्पनीको उत्पादन भनेर पनि हामीले चिन्ने गरिन्छ। यो हामीले मात्रै भनेर हुँदैन, यो वैज्ञानिकहरू ठुलो संस्थाहरूले प्रुभ गराएको छ यो मसरुम पाउडरको बारेमा है। अब यसमा चाहिँ जति पनि मानिसहरू रोग लागेको कारण किन त भन्दाखेरि खानपिनको कारणले गर्दाखेरि हाम्रो शरीरमा जति पनि टोक्सिन छ, विषादी छ, हामीले खाएको खानपिन, हावा पानीबाट चाहिँ हामी दिनदिनै हाम्रो शरीरमा रोगहरू प्रवेश भएको हुन्छ। त्यो रोगलाई निको पार्न सक्ने क्षमता नम्बर 1 यस मसरुम पाउडरमा रहेको हुन्छ। त्यसैले गर्दाखेरि हामीलाई चाहिने जस्तै 252 किसिमको भिटामिन पोषण तत्त्वहरू यसमा पाइन्छ। र यो रातो च्याउ यो मसरुम पाउडरमा यो खाँदाखेरि चाहिँ हामीलाई सदाभर चाहिँ निरोगी र तन्दुरुस्त र जोबानी र कायम बनाएर राख्ने क्षमता नम्बर 1 यस मसरुम पाउडरमा रहेको हुन्छ। यसमा मेन मुख्य तत्त्व कारण भएकोले गर्दाखेरि हामीलाई विभिन्न किसिमको रोगहरूबाट हामी छुटकारा पाउन सकिन्छ। हामी मानिस दिनदिनै रोगी हुनु भनेको एउटा टोक्सिनको कारणले गर्दाखेरि त्यो टोक्सिनलाई बाहिर निकालेर फ्याल्नको लागि नम्बर 1 यसले ठुलो भूमिका खेल्दछ है। सो त्यसैले गर्दाखेरि यसमा मेन मुख्य तत्त्वहरू हुन्छ अर्ग्यानिक जर्मेनियम, 5 किसिमका तत्त्वहरू हामीले बुझ्नुपर्ने हुन्छ। अर्ग्यानिक जर्मेनियम, पोलिसैकाराइड, टिटिपिनाइन, एडेनोसिन हैन, गानोडोरी एसेन भन्ने यस प्रकारका तत्त्वहरू यसमा छ। अब यो गानोडर्मा सेवन हामीले कतिसम्म खाने त हैन, कसरी खाने भन्ने विषयमा हामीले प्रश्न पार्नुपर्ने हुन्छ। र यो गानोडर्मा हामीले खाए कम्तीमा पनि 1 दिनदेखि 30 दिनसम्म खाँदाखेरि चाहिँ हाम्रो शरीरलाई चाहिँ यसले जाँच्ने काम मात्रै गर्दछ। यो मसरुम पाउडरले खाएको 1 दिनदेखि 30 दिनसम्म चाहिँ हाम्रो शरीरको शिरदेखि पैतालोसम्म चाहिँ यसले जाँच्ने काम गर्दछ। सो त्यसैले गर्दाखेरि यो गानोडर्मा खाएर हामीले खाँदै जाँदाखेरि 1 हप्तादेखि 4 हप्तासम्म हामीले सेवन गर्दाखेरि हाम्रो शरीरमा चाहिँ यसले सञ्चालन गर्दछ है। सो त्यसैले अब कतिसम्म खाने त हैन। र यो गानोडर्मा हामीले खाँदै जाँदा कम्तीमा पनि 6 महिनादेखि 12 महिनासम्म खाँदा शरीरको शुद्धिकरण र यो गानोडर्मा खाँदै जाँदाखेरि 12देखि 24 महिनासम्म खाँदाखेरि हाम्रो कोषको निर्माण र 24 महिनादेखि 1 वर्षदेखि 3 वर्षसम्म खाँदाखेरि पूर्ण हाम्रो कोषको निर्माण गर्दछ। हाम्रो शरीर नेचुरल हामी एकदमै राम्रो फुर्तिलो बनाउनको लागि ठुलो भूमिका खेल्दछ यो मसरुम पाउडरले। सो त्यसैले हाम्रो शरीरको टोक्सिन जति पनि विषादी छ हाम्रो दिशा पिसाब काने गुजी पिपको माध्यमबाट यसले निकालेर फ्याल्ने काम गर्छ। सो त्यसैले हामीलाई सुगर, प्रेसर जस्तो रोग हैन, जति पनि छ पाइल्स, कब्जियत, ग्यास्ट्रिक, अल्सर, हरेक किसिमको युरिक एसिड भन्ने हरेक रोगहरूबाट हामी छुटकारा पाउन सकिन्छ। यही नै हो। त्यसैले गर्दाखेरि यो प्रोडक्टलाई हामीले चिन्नु एकदमै जरुरी छ। मैले सर्टकटमा भन्न चाहे। र अर्को रहेछ यो मसरुम पाउडरले गर्ने कामहरू मैले बताएँ। अब मेन यसमा परिन्छ यो मुख्य मोरङ्गी जुस है। यो मोरङ्गी जुसको बारेमा पनि म सर्टकटमा भन्न चाहन्छु, किनभने यो भनेको हाम्रो टिएसएन कम्पनीले उत्पादन गरेको मोरङ्गी जुस हो। यसमा भने गानोडर्मा रातो च्याउ यसमा मिक्स हुँदैन है। र गानोडर्माको साथमा खाँदाखेरि चाहिँ हामीलाई चाँडोभन्दा चाँडो क्यान्सरदेखिको रोगहरूलाई निको पार्न सक्ने क्षमता चाहिँ यो मोरङ्गी जुसमा रहेको छ। र एकदमै यो एकदमै लोकप्रिय बन्दै आइरहेको छ। बढी बिक्री वितरण हुँदै पनि आइरहेछ यो मोरङ्गी जुस हाम्रो टिएसएन कम्पनीले उत्पादन गरेको। यो चाहिँ मोरङ्गी सिटो एउटा फलिया नामबाट चाहिँ यो तयार पारेको हुन्छ। र यो चाहिँ
यो हिन्दी इन्डियातिर चाहिँ यसलाई नोनी जुस भनेर पनि चिन्ने गरिन्छ र यसलाई चाहिँ मोरनी जुसलाई अब जति पनि यो खाँदाखेरि चाहिँ हाम्रो जति पनि छ हाम्रो शरीरको ब्लडलाई सफाइ गर्ने काम गर्दछ। हाम्रो शरीरमा ब्लड राम्रो सफा छैन भने हामीलाई त्यो ब्लडकै कारणले गर्दाखेरि क्यान्सर हुने सम्भव होइन। हरेक किसिमको विभिन्न किसिमको घाउ खटेराहरू आउने, हरेक किसिमको हाम्रो जोड्नेहरू दुखाइ होइन, हरेक किसिमको समस्याहरू हामीलाई निम्त्याउन सक्छ। त्यो रोगबाट हामी छुटकारा पाउनको लागि एकदमै नम्बर 1 छ यो मोरनी जुस। र जति पनि ब्लडलाई सञ्चालक रगतलाई शुद्धिकरण गर्ने काम गर्दछ र विशेष गरी यसलाई लिभर टोनी भनेर पनि चिन्ने गरिन्छ है। विशेष गरी त्यसैले गर्दाखेरि ढाड कम्मर दुख्ने हरेक किसिमको समस्याबाट हामी छुटकारा पाउन सकिन्छ। क्यान्सरको कोषहरू बढ्न दिँदैन, क्यान्सरको कोषहरूलाई पनि यसले निर्मूलन गर्न सक्ने क्षमता यसमा भएकोले गर्दाखेरि संसारमै सञ्जीवनी बुटी जडीबुटीको रानी भनेर पनि यसलाई चिन्ने गरिन्छ। र त्यसैले गर्दाखेरि यो मोरनी जुस खाँदाखेरि जति पनि हाम्रो मुटु फोक्सो कलेजोलाई सफाइ गर्ने काम गर्दछ होइन। सबैभन्दा हामी लेडिज दिदीबहिनीहरूको लागि एकदमै महत्त्वपूर्ण छ। किन भन्दाखेरि हामी लेडिज दिदीबहिनीहरूलाई विभिन्न किसिमको समस्या होइन, हामी अब मिन्सको प्रब्लम हुने बेलामा कति हामी पीडाहरू सहेर हामी बस्नु परेको हुन्छ। त्यो पीडितबाट पनि हामीलाई छुटकारा दिनको लागि एकदमै नम्बर 1 यसलाई रामबाण भनेर पनि सबित भनेर पनि यसलाई मानिन्छ है। सो त्यसैले गर्दाखेरि जति पनि छ हामी जेन्ट्सको लागि पनि भयो, लेडिजको लागि पनि भयो होइन। हामी चाहिँ अब हामी सुत्केरी हुँदाखेरि हामी महिला दिदीबहिनीहरूको पाचन प्रणाली कमजोरी हुन्छ होइन। रोगसँग लड्ने क्षमता कम हुँदाखेरि चाहिँ हाम्रो त्यो फोहोर जति पनि बेकार ब्लडहरू चाहिँ बाहिर निस्किन नसक्दाखेरि हामी कति कमजोरी हुन्छ। त्यसैले गर्दाखेरि हामीलाई मिन्सको प्रब्लम होइन, कसैको 2-3 महिनामा एकचोटि हुने, कसैको 1 महिनामा दुई पटक हुने, कुनै बेला चाहिँ कमजोरी भएर रातभरि सुत्नु नसक्ने, पेट दुखेर त्यस्तो समस्याहरूबाट पनि हामी एकदमै छुटकारा पाउन सकिन्छ। र जति पनि यसमा प्रोजिरन भन्ने मेन मुख्य यसमा तत्त्व हुन्छ। हामी जति पनि हामी डक्टरकोमा जान्छौँ, घाउहरू भएर अपरेसन गर्छौँ होइन, त्यो घाउहरू छिटो निको हुन सक्दैन। त्यसैले गर्दाखेरि चाहिँ यो खाँदाखेरि चाहिँ यो मोरनी जुसको सेवन गर्दाखेरि त्यो घाउबाट पनि हामी छिट्टै निको हुन पार्ने क्षमता चाहिँ यसमा भएकोले गर्दाखेरि चाहिँ एकदमै महत्त्वपूर्ण छ यो मोरनी जुस है। यसको फाइदाहरू धेरै किसिमको छ। सो त्यसैले गर्दाखेरि अब स्पारिना, यो स्पारिना छ, यो पनि हाम्रो डिएक्सन कम्पनीले उत्पादन गरेको स्पारिना हो, मल्टिभिटामिन होइन। यसले चाहिँ समुद्रको गहिरैबाट चाहिँ तयार पारेको, लेउबाट तयार पारेको हुन्छ यो स्पारिना। यसमा पनि ज्ञानोडर्मा रातो च्याउ यसमा मिक्स भएको हुँदैन र पनि वैज्ञानिकको अनुसारले चाहिँ घोषणा गरेको छ यो ज्ञानोडर्माको साथसाथमा खाँदाखेरि एकदमै राम्रो र यो चाहिँ एउटा भविष्यको फ्युचर फुड खाना भनेर पनि हामीलाई यो घोषणा गरेको छ। हामी मानव जातिहरू भविष्यमा यस्तै खानेकुराहरू खानुपर्छ, किनभने हामी खानेकुराहरू खान्छौँ, अहिलेको खानाहरू कुनै पनि हाम्रो यसमा ब्यालेन्स हामीले मिलाउन सक्दैन, एकदमै केमिकलहरू हुन्छ। त्यसैले गर्दाखेरि यो स्पारिना खाँदाखेरि चाहिँ हाम्रो खानाको ब्यालेन्स पनि एकदमै मिलाउने काम गर्दछ। हामी खानेकुरा त खान्छौँ बिहान बेलुका होइन, आगाउनको लागि खानेकुरा खान्छौँ, तर त्यसमा हामीले कुनै पनि भिटामिन पोषण तत्त्वहरू हामीले पाउन सकिँदैन। त्यसैले गर्दा हाम्रो पाचन प्रणालीहरू दिनदिनै कमजोरी हुँदै गइसकेपछि हामीलाई विभिन्न किसिमको रोगले च्याप्ने हो। र त्यो रोगबाट बचाउनको लागि चाहिँ नम्बर 1 छ यो डिएक्सन कम्पनीको स्पारिना। विशेषता छ डिएक्सन कम्पनीमा पाइने मिनरल प्रोटिनहरू यसमा पाइन्छ र जस्तै भिटामिन B1, B2, B3, B6, B12 जस्तो आदि भिटामिनहरू यसमा भएकोले गर्दा परिपूर्ण ब्यालेन्स मिलाउने काम यस स्पारिनाले गर्दछ। त्यसैले यसमा GL भन्ने तत्त्वहरू पाइन्छ। त्यो GL भन्ने तत्त्व चाहिँ हाम्रो आमाको बिगौती दुधमा मात्रै पाइन्छ। त्यो तत्त्व पुरा गर्ने काम यो स्पारिनाले गर्दछ है। सो त्यसैले जति पनि यो गर्भवती महिलाले दिदीबहिनीहरूले खाँदाखेरि बच्चाहरूलाई पनि राम्रो भयो र आमालाई पनि राम्रो भयो। त्यसैले गर्दाखेरि जति पनि हामी यो खाइसकेपछि स्पारिना खाइसकेपछि बच्चाहरू जस्तै कुपोषण हुनबाट बचाउँछ, जस्तै लुलो लङ्गडा बच्चाहरू त्यस्तोहरू जन्मिन्छन् होइन, त्यस्तोबाट पनि बचाउँदछ।
जति पनि हाम्रो आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, हड्डी खिएको हरेक किसिमको समस्याहरू हुन्छ नि, हामी कमी कमजोरी भइसकेपछि होइन। र यो स्पाइरमा खाइसकेपछि हामीलाई त्यो आँखा दुख्ने, टाउको दुख्ने, ढाड कम्पर दुख्ने हरेक त्यो समस्याबाट पनि हामी छुटकारा पाउन सकिन्छ। र एकदमै यसले चाहिँ रगत बढाउने काम गर्छ। जस्तै हाम्रो शरीरमा ब्लडको कमी छ भने त्यो ब्लडलाई पनि यसले बढाउने काम गर्दछ। त्यसैले विशेषता छ यो स्पाइनमा। हामी मानव स्वास्थ्यको लागि एकदम राम्रो छ। र डिएक्सनको फुड सप्लिमेन्ट यो प्रोडक्टहरूलाई हामीले चिनेर खाउँ, युज गरौँ, स्वास्थ्य बनाऊँ भन्दै र मैले जे जति जाने आज यति नै हजुरहरूको बिचमा मैले सेयरिङ गरेँ होइन। के कस्तो कसरी बुझ्नुभयो हजुरहरूले बुझेर युज गर्नुहोला। र नयाँ नयाँ साथीहरू, नयाँ नयाँ म्यामहरू, सर्भिस म्यामहरू हुनुहुन्छ भने इम्पोर्टेन्ट छ हामी डिएक्सन कम्पनीले उत्पादन गरेको प्रोडक्टहरू एकदम नेचुरल अर्ग्यानिक छ। हाम्रो शरीर नेचुरल अर्ग्यानिकबाट बनेको हुन्छ। त्यसैले गर्दाखेरि हाम्रो शरीरलाई अर्ग्यानिक नेचुरल प्रोडक्टको खानेकुराको एकदमै आवश्यकता छ। त्यो आवश्यकता पुरा गर्ने मात्र डिएक्सन कम्पनीको उत्पादनहरू छ भन्दै र यतिखेरको बसाइबाट म छुट्टिन चाहन्छु। सम्पूर्णलाई विशेष गरी धन्यवाद दिँदै र यो म बोल्दै गरेको माइक्रोफोन हाम्रो कार्यक्रम सञ्चालक सरलाई नै हस्तान्तरण गर्न चाहन्छु। हस्त नमस्ते, गुड मर्निङ डिएक्सन।